ल आज हामी इगल हेड रक जाँदैछौँ बच्चाहरूलाई लिएर यस्तो छ ल भन्नुहोस् आज हामी कहाँ जाँदैछौँ ल भन्नुहोस् ल हामी कहाँ जाँदैछौँ इभान where are we going today? I'm getting cold. Okay, where are we going today? We're going on a hike. And it's 1 hour and 15 minutes. ल भनिदिनुहोस् हामी कहाँ जाँदैछौँ हामी इगल रक उ हैन इगल रक Eagle View Rock. इगल हेड रक हो है यस यस अब मान्छे हराएको सूचना यहाँ धीरज हाम्रो एकजना चाहिँ हराउनु भएको छ ल हामी चाहिँ इगल हेड रकतिर अब हिँड्दैछौँ ठुलो ग्रुप छ हाम्रो वाटरमङ्लो बिच होला यो वाटरमङ्लो बिचतिर छौँ अब यहाँबाट हामी चाहिँ उता इगल हेडतिर लाग्छौँ रकतिर अब यहाँबाट हाम्रो जाम भन्दै यहाँ चाहिँ पुरा जाम छ मान्छेहरू टन्न छ आज यहाँ ल हामी चाहिँ यहाँ अहिले फोटो खिच्नको लागि रोकिएको छौँ ए हाम्रो ग्रुप सब यहीँ छ ठुलो छ हाम्रो ग्रुप है चाहिने जस्तो छ हामी चाहिँ यता छौँ हाम्रो धीरजी उहाँ इन्जिनियर प्लस रियल इस्टेटमा हुनुहुन्छ ल हामी चाहिँ अलिकति अफ रोड यतातिर हिँडिराखेको छौँ अहिले ल यहाँ चाहिँ अलिकति याद गरेर हिँड्नुपर्ने हुन्छ जस्तो लाग्यो मान्छेहरू टन्न छ यो बुढाले खिचिरहेको छ यता दुईजना कपालहरू बसिरहेको छ हाम्रो रिजन हाम्रो ग्रुप हो चल हेरौँ वाउ लुक एट दिस कसैको ड्रोन पनि छ तर ड्रोन उडाउने कि नउडाउने भइरहेको छ एकदम विन्डी छ ल अलि त्यहाँ धेरै उता नजाऊ धेरै चाहिँ अवलोकन गर्दै म पनि यस्तो तलको भ्यू देखाउने ट्राई गर्छु तर यहाँ अलिकति डेन्जर छ है वेभ्स Where the kids still sitting there? I'm here. Photo with you, Mike. आजको हाम्रो कोस्टल वक हो जस रमाइलो भइरहेको छ हाम्रो सबै टोलको मान्छेहरू आएको छौँ यो पहिलाको नेपालको अन्नपूर्ण बेस क्याम्प जाँदाखेरिको उकालो जस्तो त होइन हल्का उकालो त्यस्तो गाह्रो छैन सबै बच्चाहरू हिँड्न सकिरहेको छ यसमा चाहिँ हरेक उकालो स्टेजपछि फेरि यस्तो आउँछ यसमा हिँड्ने रमाइलो नै हुन्छ Where are you going? Come on, from this side. We're walking from this side. अब चाहिँ म तपाईँहरूलाई यता यो कोस्टको अलिकति दृश्य देखाउँदैछु अलिकति यता आउनुपर्छ हाम्रो मेन बाटोभन्दा लेट्स सी यता कस्तो छ है वाउ लुक एट दिस यो रक्सहरूमा पनि मान्छेहरू फिसिङ गर्नको लागि बस्ने गर्थ्यो र हामीले कतै कतै चाहिँ हामीले त्यो पहिलाको घरहरूको त्यो काठको घरहरू बनाएको घरहरूको त्यो रिमेन्सहरू देख्न सकिन्छ अब यहाँ चाहिँ मैले देखिनँ मेबी इट्स क्यामोफ्लेज होइन तर हो यस्तो रक्सहरूमा पाउँछ यहाँ चाहिँ टोटली बस्नु मिल्छ तलबाट गएर यस्तो क्लिप होइन यहाँ बसेर माछाहरू मार्ने गर्ने थियो
तर ठिकै छ अब अलिकति कोस्टल वक नै हुन्छ राम्रै हुन्छ अलिकति क्लिपहरू बच्चाहरूलाई हामीले लिँदाखेरि चाहिँ यस्तोमा हिँड्दाखेरि जहिले पनि टुवर्ड्स द एन्टी अफ द क्लिफ यसरी समाउनुपर्छ ल क्लिफतिर समाउने होइन कि उतातिर समाउनुपर्छ यतातिरको सेफ साइडतिर ल उहाँको नाम चाहिँ अन्तरिक्ष अलिकति उहाँसँग केही कुरा गरौँ ल कस्तो लागिरहेको छ कहाँ आएको छौँ हामी ल भन्नुहोस् त National Park. नेसनल पार्क अनि National Park मा eagle walk गर्न के नेसनल पार्क गुगल नेसनल पार्क Royal National Park. ओल्ड नेसनल पार्क Royal. ए रोयल नेसनल पार्क ओके ल ल गुड सुरु नै सुन्न ल हामी यसरी हिँड्दैछौँ Wait, is Angel the one that was yesterday? Or day before yesterday? बिनाजु यो भिडियो चाहिँ कहिले पोस्ट हुन्छ नि अनि युट्युबमा अब ट्राभल नै हुन्छ He's like, oh, somebody. सो हाउ आर यु फिलिङ यु ल गर्ल्स ल भन I love being in videos. ल अनि माया वेयर आर वी इन द भिडियो आर यु लभ Eagle, something, something. ओके गुड वान इगल हेड रक ओके ल यो एरोप्लेन चाहिँ साइट सिइङको लागि आएको जस्तो लाग्छ मेबी फ्लाइङ डक्टर्स हुन पनि सक्छ तर मलाई जहाँसम्म लाग्छ साइट सिइङको लागि आएको होला यो चाहिँ हाम्रो ग्रासल्यान्ड हो है यो कोस्टतिर अस्ट्रेलियामा चाहिँ यस्तो यस्तो ग्रासल्यान्ड छ ल हामी टन्नै हिँडेपछि एकछिन यहाँ विश्राम गरियो अफलाइन देखेको बेलामा हराएको सम्झन्छु म त अफलाइन देखेको बेलामा हराएको थियो नि यो कुरा उसमा को हराएको यो नि एकचोटि हामीहरू गाथेर को हराएको को हराएको को हराएको ए हटक्रसमा त म खान्छु यार थ्याङ्क यू दाइ दामी छ सिसा जस्तो देखेको छ एकदमै सफा छ पानी चाहिँ यसमा चाहिँ हाम्रो धीरज यता यसो हल्का ध्यानमा हुनुहुन्छ जस्तो छ